वेलकम ब्याक गाइस, इट्स माई डे सिफ्ट। त्यसैले गर्दा म आज बिहानै उठिसक्ने बित्तिकै किचनमा गएर फर्स्ट थिङ हात धुएँ अनि आफ्टर द्याट माम बसाउनुतिर लागेँ। माम बसिसक्ने बित्तिकै म लागेँ सब्जी रेडी गर्नुतिर। सो आज चाहिँ सोयाबिन लाँदैछु, त्यसैले गर्दाखेरि सोयाबिनलाई तातो पानीमा सोक गरिराखेँ। आफ्टर द्याट म रेडी भएँ मेरो बिहानको वर्कआउटको लागि। अनि बाहिर निक्लिने बित्तिकै जुत्ता लगाउने बित्तिकै म चल्दिएँ रनिङमा। अनि एज युजुअल ग्राउन्डमा पुग्ने बित्तिकै फर्स्ट 30 मिनट्सको लागि रनिङ गरेँ। आफ्टर द्याट स्ट्रेचिङ स्किपिङ गरेर चाहिँ रुम फर्केँ। रुममा पुग्ने बित्तिकै फर्स्ट थिङ मन तातो पानीले हाइड्रेट गरेँ। हाइड्रेट गरिसक्ने बित्तिकै इन्ग्रिडियन्ट सब्जीको लागि रेडी गर्न थालेँ। सो आज चाहिँ लाँदैछु म क्याबेज क्यारोट विथ सोयाबिन। अनि टाइम छैन सोचेर चाहिँ सबै इन्ग्रिडियन्ट साथमा लगाएँ। अनि रिक्वायर एमाउन्ट अफ मसलाहरू सबै लगाएर चाहिँ मजाले भुटेँ। अनि साइड बाई साइड सोयाबिनलाई पनि रोस्ट गरेँ। अनि चाहिँ लगाएँ माथिबाट भेजिस, अनि लगाएँ रोस्टेड सोयाबिन। अनि चाहिँ 2 to 3 मिनट्सको लागि मजाले चलाएर मेरो सब्जी पाकेर रेडी भयो। आफ्टर द्याट मैले ब्रेक लन्च रेडी गरेँ फर्स्ट थिङ। अनि मेरो ब्याग रेडी गरेँ। अनि चाहिँ खाएँ ब्रेकफास्ट, चाना एग विथ मिल्क विच इज भेरी हेल्दी। अनि लागेँ ड्युटीतिर। अनि ड्युटी पुग्ने बित्तिकै फर्स्ट थिङ कुरा आउँछ आफ्नो सेफ्टीको। त्यसैले गर्दा हेलमेट चाहिँ नेसेसरी छ गाइस। अनि हेलमेट लगाउने बित्तिकै म चल्दिएँ राउन्ड चेकमा। तपाईँलाई याद छ, इट इज भेरी नेसेसरी है त। अनि चाहिँ स्ट्रिक्टली फर 2 to 3 आवर्सको लागि रिडिङ गरेँ। अनि त्यसको बिचमा अलिकति टाइम निकालेर म लागेँ मर्निङ जर्नल लेख्नुतिर बाई सेइङ थ्याङ्क यू भेरी मच फर दिस मोमेन्ट ब्ला ब्ला ब्ला। आफ्नो हुन्छ नि फिलिङ्स इमोसन फर अलमोस्ट 30 मिनट्सको लागि पोखाइसकेर बाई 1तिर हामी लागेँ लन्च खानु। अनि तपाईँहरूले देख्नु सक्नुहुन्छ आजको सब्जीको भेराइटिज बेसी हुँदा चाहिँ के हुन्छ भने गाइस टेस्ट चाहिँ कानको टुप्पोबाट जान्छ के हो। त्यसले गर्दा लन्च खाइसक्ने बित्तिकै टन्न भएर चाहिँ म लागेँ रिडिङ गर्नुतिर। सो यो बुक चाहिँ न्युली पर्चेस गरेको बाई द नेम अफ डियर सोल्टिनी बाई दिलकुमार राई। फर्स्टमै समरी पढेको इमोसनल ब्ल्याकमेल गर्थ्यो किनकि सोल्टिनीको याद आयो नि त मलाई। सोचेर चाहिँ फर्स्ट च्याप्टर कम्प्लिट गरेर म लागेँ फेरि मेरो ओन बिजनेसमा रिडिङ गर्नुतिर। सो लास्ट आवरको रिडिङ गरिसकेर फर 10 मिनट्सको लागि मेरो टु डु लिस्ट क्रस चेक गरेँ। अनि क्रस चेक गर्दै थिएँ ठिक्कै फ्यामिलीको भिडियो कल आयो। सो भिडियो कल उठाएर चाहिँ हाई हेलो कस्तो के छ, के हुँदैछ, के खाँदैछ सोधीखोजी गरेर खुसीमा ब्याग उठाएर चाहिँ म लागेँ घरतिर। सो दिस इज हाउ आई एन्ड माई डे। टिल देन स्टे सेफ स्टे हेल्दी गाइज। गुड नाइट।